केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पछिल्लो समय व्यवस्था र संविधानका विरूद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फी आपत्ति जनाए। राजावादीलाई विदेशी शक्तिले उकासेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आरोप। सरकारको कार्यशैलीका कारण राजावादी सड़कमा आएको उल्लेख। प्रधानमन्त्री केपी शर्मा ओलीमा घमण्ड र कुण्ठा देखिएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी। लोकतन्त्र प्रचण्ड र व्यक्तिका रूपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा गलत ढंगले प्रयोग नगर्न चेतावनी। जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाको भनाई। जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने जिकिर। पूर्व राजा ज्ञानेन्द्र शाहलाई कुख्यात व्यापारी भएको नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीको आरोप। राजनीतिमा आउने चेष्टा नगर्न चेतावनी। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसीमा कार्कीको उम्मेद्वारी खारिज गर्ने निर्वाचन आयोगको निर्णय। सर्वोच्चद्वारा बदर, अब कार्कीको पद सुरक्षित। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष थालेगरी, सभापति रवि लामिछाने, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान किसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको नाम लिएर संसदमा सरकारको आलोचना। आफूले सहकारी पीड़ितले न्याय पाउनुपर्छ भन्दै आइरहेको जिकिर। अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताउँदै रिसाएका जनता फकाउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई। संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने उल्लेख। संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्न नपर्ने दावी। नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले स्वास्थ्य बीमाको विषयलाई लिएर आफ्नै पार्टीबाट मन्त्री भएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलमाथि कटाक्ष गरे। लोकतन्त्रको विकल्प प्रतिगमन राजतन्त्र हुन नसक्ने नेकपा एमालेका सांसद गोकर्ण विष्टको भनाई। लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्रै हुन सक्नेमा जोड। भगवानहरूलाई पढाउने ऋषि गुरूहरू भएको स्थल कोशी भएको प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको भनाई। आजैदेखि कृषि स्कूल अफ एग्रिकल्चर र हेल्थ एण्ड साइन्स शुरू भएको दावी। सरकारले शिक्षकहरूको आन्दोलनको अनादर गरेको नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीको आरोप। विगतमा भएका सहमति कार्यान्वयन नगर्दा अहिले पनि शिक्षकहरू आन्दोलन गर्न बाध्य भएको उल्लेख। पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको सत्तारूढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाको भनाई। लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जिकिर। राजाको नामले सदन तरंगित भएकोमा आफूहरू खुशी भएको राप्रपाका सांसद ध्रुव बहादुर प्रधानको भनाई। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै अपरिपक्व भएको समेत जिकिर गरे। पार्टीको प्रशिक्षण कार्यक्रमले पार्टी संगठनलाई मजबूत बनाउन मद्दत पुग्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। गाउँ टोलसम्म सम्पर्क बढ़ाएर जनताका सुख दुःखमा साथ दिँदै संगठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त। नेपालका सत्तारूढ दलका नेताहरूले लिडर नभएर डिलर चलाएको जसपा नेपालका सांसद राजकिशोर यादवको आरोप। सदनमा हुने बहस जनताको आवाज बन्न छाडेको गुनासो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने गृहमन्त्री रमेश लेखकको भनाई। काठमाडौँमा रहेको आपतकालीन गोदाम घरलाई केन्द्रीय आपतकालीन गोदाम घरको रूपमा विकास गर्ने योजना रहेको जानकारी। सत्ताले सत्ताभित्रकालाई एउटा र अरूलाई अर्को कानून लगाउन थालेको नेकपा एकीकृत समाजवादी नेकपा यसका सांसद राजेन्द्र पाण्डेको आरोप। सरकारको यही कार्यशैलीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको उल्लेख। नेकपा एकीकृत समाजवादी नेकपा यसका सांसद मितमरी चौधरीले गराई दाङका स्वर्गद्वारी कोठी पीड़ित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण। राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभए जसरी किसानका मागहरूको व्यवस्था गरेको आरोप। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले गरे आगामी बजेटमा उपत्यकाको समेट्नै पर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल। उपत्यकामा बग्ने नदीहरूलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड। जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता नखोजेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रष्टीकरण। आफू निरङ्कुश राजतन्त्रको विपक्षमा भएको दावी। बलात्कार सम्बन्धी कानून भए पनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानून कार्यान्वयनको जसपाका सांसद रञ्जु कुमारी झाले गरिन् माग। बन्छिन् जबसम्म कड़ा रूपमा कानून कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैन।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धरना दिए। शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह। प्रहरीमा स्टाफ कलेज कोर्स लागू नगर्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार। आगामी चैत्र 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाइयो। विपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित। विपक्षी दलले अनावश्यक रूपमा पद सृजना गरेर फजुल खर्च बढाउन खोजेको भन्दै सो सच्याउनु पर्ने माग। खानेपानी मन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बीच मन्त्रालयमा भेटवार्ता। लुम्बिनी प्रदेशमा हाल सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल। नेपाल प्रदूषित हावा हुने देशहरू मध्ये 7औं नम्बरमा पर्यो। विश्व स्वास्थ्य संगठन WHO को मापदण्ड भन्दा नेपालको हावा 8 गुणाले खराब। मधेस सरकारको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असै वीरेन्द्र कुमार यादवको मृत्यु। जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीको नाममा भट्किला कार्यक्रम नगर्न सचेत गरायो। जथाभावी रंग नदल्न आग्रह। पोखरा मुगलिङ सड़क आयोजना पश्चिम खण्डको भौतिक प्रगति 43.34% पुग्यो। पोखरा आवत जावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता छिट्टै अन्तिम हुने विश्वास। काठमाडौँबाट पिस्तोल र 10 राउण्ड गोलीसहित एक युवक पक्राउ पर्नेबाट 30 वर्षका सुदन जोशी रहेको प्रहरीद्वारा जानकारी। सरकारको आमदानीभन्दा खर्च बढ़ी देखियो। आन्तरिक राजस्व संकलनभन्दा खर्च बढ़ी देखिए पनि सरकारी खातामा भने 3.5 खर्ब रुपियाँ हाराहारी मौसलात। लसुन आयातमा तत्काल कुनै रोक नलगाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको स्पष्टीकरण। विगत 6 महिनामा 6 अर्बभन्दा धेरैको लसुन भित्रिएको जानकारी। शेयर बजार लगातार 7औं दिन मंगलबार घट्यो। विकास बैंक बाहेक सबै समूहको शेयर ओह्रालो लाग्यो। दिनेश राउत निर्देशित चलचित्र महाभोजको प्रदर्शन मिति तय। चलचित्र आगामी ज्येष्ठ 15 गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने। नेपाल सुपर लीग NSL को साबिक विजेता ललितपुर सिटी FC का प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगे। यसपटक आगामी चैत्र 16 गतेदेखि NSL शुरू हुने। प्रधानमन्त्री कप 1 दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई 4 विकेटले हरायो। र अमेरिकाली अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग USAID का 83% कार्यक्रमहरू रद्द गर्ने। फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुर्तेते मानवता विरोधी अपराधको आरोपमा पक्राउ।